नमस्ते सबैजनालाई। यति बेला हामी जाजरकोटको यो कुदुको तर ढिकबाट बोल्दैछौँ। यहाँ चाहिँ आज एउटा दुर्लभ वन्यजन्तु आएको रहेछ। यहाँ चाहिँ सबैजना आउनु भएको छ। कोहीले पनि यस्तो चिज हो भन्ने थाहा छैन, तर यहाँ चाहिँ यसरी बसिरहेको छ कि यो के हो, यो बाघै भन्ने छ। कुरो चाहिँ बाघै भन्ने छ, यकिन चाहिँ भएको छैन के। यो आँखा पनि ठुल्ठुला छ। यो बाघ हो कि के जाति हो, तर तपाईँहरूले चिन्नुहुन्छ भने यसलाई चाहिँ भन्नु पऱ्यो। यसरी बाघैको जस्तो स्टाइलमा छ कि यो। फेरि कोहीले पनि यकिन गर्न सकेको छैन अहिलेसम्म। यहाँ चाहिँ धेरै हुनुहुन्छ, यहाँ दर्शकहरू धेरै हुनुहुन्छ। यहाँ धेरैजना हुनुहुन्छ, यत्रो धेरै जनता। यो चाहिँ नदीको किनारमा चाहिँ पसेर रहेछ, सबैजना हुनुहुन्छ यहाँ चाहिँ। तपाईँ चिन्नुहुन्छ नि भन्नुहोस् है, यो के जाति रहेछ। बाघै जस्तो गर्छ कि यसले। फेरि वो चाहिँ होइन, बाघै हो, सानो भएर हो। यो त बाघै हो, वो त होइन। वो त यस्तो हुन्न, यसरी चाट्ने त बाघले चाट्छ कि यसरी, होइन? बाघै हो, यो त बाघै हो। यसरी बसिया चाहिँ यसमा चाहिँ फसिया रहेछ कि यो चाहिँ। यसलाई चाहिँ हामी चाहिँ उद्धार गर्छौँ। सबै पार्टहरू हाल्छौँ मैले, सबैजनाले हेर्नुलाई। यो चाहिँ फर्स्ट पार्ट हो। यो चाहिँ यहाँ कुनामा गएर बसिया रहेछ। अब यो चाहिँ के जाति रहेछ, यो चाहिँ पछि चाहिँ हामीले पार्टहरू हाल्छौँ भने सबैजनाले हेर्नु होला है त।